गरिदिनका लागि टिक्कर माध्यमिक विद्यालयका प्रधानाध्यापक राजेन्द्र श्रेष्ठलाई अनुरोध गर्दछु। यसै गरी आसन ग्रहण गरिदिनका लागि सूर्योदय नगरपालिका वडा नम्बर 10 की वडा सचिव सरू दाहालज्यू हाम्रो कार्यक्रममा उपस्थित हुनुहुन्छ। उहाँलाई पनि अग्रासनमा आसन ग्रहणका लागि अनुरोध गर्दछु। यसै गरी आसन ग्रहण गरिदिनका लागि टिक्कर माध्यमिक विद्यालय व्यवस्थापन समितिका सदस्य श्री झरेन्द्र खड्काज्यूलाई अनुरोध गर्दछु। यसै गरी आसन ग्रहण गरिदिनका लागि टिक्कर माध्यमिक विद्यालय व्यवस्थापन समिति सदस्य श्री सावित्रा भट्टराईज्यूलाई अनुरोध गर्दछु। यसै गरी आसन ग्रहण गरिदिनका लागि विद्यालय व्यवस्थापन समिति सदस्य श्री विष्णुमाया प्रधानज्यूलाई अनुरोध गर्दछु। यसै गरी आसन ग्रहण गरिदिनका लागि टिक्कर माध्यमिक विद्यालय व्यवस्थापन समिति सदस्य डम्बर बहादुर प्रधानज्यूलाई अनुरोध गर्दछु।